आज हामी जाँदैछौँ प्याराडाइस माउन्ट रेनियर हेर्नलाई। मम्मीको दोस्रो पटक। दिदी 9 वर्षपछि होइन, म चाहिँ 2 वर्षपछि पनि के भन्नु फर्स्ट टाइम हो। वेदर चाहिँ आज यहाँको चाहिँ राम्रो छैन, प्याराडाइस त्यो माउन्ट रेनियरको चाहिँ राम्रै देखिरहेको थियो। अब त्यहीँ पुगेर थाहा होला। म चाहिँ पुरै रातै रातो भएर आएको छु आज नि। म चाहिँ पिङ्की, यता पिङ्क, यता पनि रातो। आमा छोरा त छाउ त्यहाँनिर चाहिँ खोइ देख्दिन। भिडियो खिचेको आमा को हुन्छ यहाँ। नमस्ते भन्नु आमा यहाँ मान्छेलाई। नमस्ते 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 सुन्नेलाई चाहिँ दर्शक बिन भन्नु त ल केही शब्दहरू। दर्शक बिन हामी कहाँ जाँदैछौँ भन्दिनु। हामी कहाँ भने त्यो के माउन्टेन होला। कुन माउन्टेन? क्रिस्टल होइन, रेनियर। ओ चलिरहेछ। त्यसपछि यहाँ त खाना खाँदा हुने ट्रेन पनि चल्दो रहेछ जस्तो लाग्यो। अनि त्यसपछि यहाँनिर पिसाब फेर्न गएको, अनि त्यो बाथरुम त ढुवाङ जस्तो रहेछ। मलाई त ओ माइ गड यहाँ पनि यस्तो हुँदो रहेछ भन्दा नि अझै 1 घन्टा 16 मिनट रहेछ। 31 माइल यहाँबाट हिमाल देख्थ्यो होला खुल्ला भएको है। यही बाटो हो हामी पनि गएको। जम्पर रहिरहन्छ। होला कि मलाई क्या अलिक मोटा छ क्या भन्छ कि के भन्छ हेर्ने ल कतिको हेर्दो रहेछ यसले। नाम एउटै छ, अनुहार चाहिँ हेर्दैन होला क्या यसले। त्यो कार्डको नाम र मात्रै हेर्छ होला। हेर्नु फोटो आइडी त भन्नु होइन। यो फोटोमा फरक छ भने मान्छे यता छ भन्नु पर्यो क्या। यहाँ चाहिँ घाम लागेर चाहिँ मान्छे यता छ तर यो निशान चाहिँ मेरो पछाडि छ जस्तो लागेको छ मलाई त। खै मलाई अलिक त्यो के 1 हप्ताभित्र जतिचोटि आइन हुन्छ थाहा छैन के लेखेको छ। 1 to 7 days को भनेको छ। मोटरसाइकल 1 to 7 days. Paradise and somewhere. Yeah. Thank you. You too. पढ्न त बीच बाटोमा एउटा झरना रहेछ, त्यो हेरौँ भनेर रोकेको। वाह यहाँबाट राम्रो देख्छ होला। वाह चाहिँ यसको भिडियो खिचौँ ल। त्यहाँ माथि पनि झरना छ, तल पनि झरना छ। माथिको चाहिँ देखिँदैन है। अलि माथिबाट पनि हेर्नु पऱ्यो, ट्याक्क रोड क्रस गरेर जानुपर्ने। यहाँ रहेछ खोला चाहिँ। यहाँ पनि छ छनु चाहिँ राम्रो एउटा ठाउँ। कसैले फोटो खिच्नु भएछ हुन्थ्यो, तर यता साइडबाट मात्रै देख्नु हुने रहेछ फोटो खिच्ने खालको त। यहाँ छ नि त तल झर्नुभन्दा अगाडिको आँगा चाहिँ। पर्खिनु पर्यो। लेट्स गो।
घाम लागेर राम्रो देखिरहेछ यहाँनिर चाहिँ बल्ल घाम लाग्यो अघि त पुरै डिप्रेस भइसकेको थिएँ म त्यो वेदर देखेर एटलिस्ट घाम लाग्यो अलिअलि बादल चाहिँ लागिरहेको छ त्यही भएर पुरै पहाड नै चाहिँ देखेको छैन गाडीहरू आएको आइछन् त्यो रुखमा झ्याउ पलाएको रहेछ कि पन्जाबीको दारी जस्तै क्या सिधा सिधा हुन्छ नि यहाँ चाहिँ यस्तो सफा पानी रहेछ है अन्त अब यो माथि हिउँबाट आएको पानी हो डाइभ हान्नु त पाएँ यस्तो सफा पानी छ यहाँ यहाँनिर चाहिँ डुबुल्की मार्नु पर्ने हो त्यति साह्रो चिसो त रहेन त मलाई एकदम फ्रिजिङ कोल्ड नै छ होला सोचेको थिएँ छैन रहेछ माथि पनि जाऊँ न त होइन म चाहिँ उता हिँड्दै जाने भनेर सोचेको थिएँ दिदीहरू फेरि गाडीमा घुम्ने भन्नु त्यस्तो धेरै टाढा हो जस्तो लाग्दैन मलाई वाह फुल त साँच्चै फुल्ने रहेछ हो भनेर गर्मी पो रहेछ त मजा भयो ज्याकेट लगाएर आएको हिउँ नभएपछि रोडै रोड हिँड्नुभन्दा यही ठिक छ क्या सुमन रोडबाट हिँड्नुभन्दा त यही ठिक छ क्या अनि त्यो पाखा देखिन्थ्यो त्यहाँबाट पनि कस्तो राम्रो देखाएको थियो त अघि सेतो चाहिँ धेरै रहेछ जङ्गली फुलहरू धेरै पार्किङ भेटाउनु चाहिँ गाह्रो रहेछ यहाँ तल पार्क गरेर अर्कै ठाउँबाट आयो फुलमा नि यो व्हाइट कलरको चाहिँ धेरै रहेछ क्या अनि ठाउँ ठाउँमा यो खोलामा जाने पनि छ तर खासै खोलामा जाँदिनँ फुलै फुल रहेछ प्याराडाइस जस्तै रहेछ
छेउको खोलाको नाम पनि प्याराडाइज रिभर रे धेरै लामो रहेछ हाइकिङ ट्रेल त हामी सबै जाँदैनौँ त्यो मार्टिल फल कि केमा जान्छौँ त्यहाँबाट फर्किने भन्ने कुरा छ बास्ना आउँदो रहेछ हौ बास्ना हो कि गत्दै छुट्याउनु भयो फाइनली माउन्ट रेनियर पनि आयो लास्ट इयरदेखि आउने भनेको तर मिलिरहेकै थिएन लास्ट इयर म अलिक छिटो आएको थिएँ नि यहाँ स्नो धेरै हुन्छ भनेर पनि भयो म एक्जाम पनि थियो म अरिगन घुम्न गएँ होइन अनि यो इयर चाहिँ मलाई खासै आउनु त मन थिएन किनभने इन्टरभ्यूहरूको स्ट्रेस यताउता स्ट्रेस भएको बेलामा घुम्न खासै मलाई चाहिँ रमाइलो लाग्दैन त्यही भएर पनि हो अनि आज जाने भन्ने कुरा भयो र आजको वेदर चाहिँ खासै राम्रो थिएन उता केन्टतिर चाहिँ र हिजो त अझ पानी परेको थियो त्यो पनि गुगल होइन वेदरले घाम लाग्छ यहाँ चाहिँ भनेको थियो शङ्का लागिरहेको थियो बाटो पनि पुरै धुमेर है होपलेसै भइसकेको थिएँ तर यतातिर चाहिँ जे होस् स्काई पनि क्लियर रहेछ बादल पनि लागेको छैन माउन्ट रेनियर पनि देखिएको छ यहाँको मेन एट्र्याक्सन चाहिँ मलाई माउन्ट रेनियर भन्दा पनि वाइल्ड फ्लावर्स लाग्यो त्यो चाहिँ मिड जुलाईदेखि मिड अगस्तसम्म फुल्छ अरे अझै नै अलिक छिटो हो कि जस्तो लाग्ने क्या ठाउँ त यिनीहरू फुल्नै बाँकी रहेछ वाइल्ड फ्लावर्सहरू एकदमै रमाइलो छ है जति खिच्यो भने खिचिराख्नु जस्तो लाग्ने खालको छ ठाउँ चाहिँ अब हेरौँ कस्तो देखिन्छ क्यामेरामा चाहिँ यसको क्यामेराको क्वालिटी भन्दा आइफोनको राम्रो आउँछ कि खासमा यत्रो क्यामेरा बोकेको छ यहाँ फेरि ए हो र लिएर आउनुभएको थियो बोक भनेपछि बोक्नु परेन अझ खै झिक्नु नि त अनि एक दुईवटा खिचिदिउँ एक्स्ट्रा ब्याट्री सुट पठाएको छ नानीले लिएर जाँदा कति राम्रो देख्दो रहेछ Oblivion's not about the. ल एकैछिन है तीनटा क्यामेरा बोकेर हिँड्छ आफ्नै होइन त्यो त आइरहेछ अनि यस्तो गर्दै थिएँ ट्राई मात्रै गर्छु ल खिचिराख्नु भएको छ अँ तपाईँ पनि हो होइन फ्ल्यास हो त्यो उता हेर्न उसमा एलसिडीमा देख्छस् होला नि मलाई त पुराना क्यामेरा ल यो फुल पनि राम्रो देखेछ यो त हाम्रोमा त स्प्रिङमा मात्रै फुल्थ्यो त है यो यस्तो नि गरिदिउँ न यहाँ लु यही त होला नि अब आफूलाई थाहा छैन म त फर्केर घर गाडीमा जाउँ जस्तो भइसकेको छ गर्ने घामले पोलेर होइन फेरि फर्किनुपर्छ नि त बरु फर्केर गएर अनि त्यहाँदेखि गाडी लिएर उता आइपुग्नु पऱ्यो तिमीहरू पर हिँड्नु सक्दैन पनि जस्तो लागिरहेछ क्या मलाई चाहिँ पुगिहालिन्छ नि यति त कहिले काहीँ त हिँड्नु पऱ्यो उडेर जाउँ न साह्रै भयो भने 360ले त सबैतिर त हान्छ होला नि हेर्छ त होला नि अरे क्या यता फर्काउनु त ल फुल चाहिँ फुले रहेछ है पप्पी पनि फुल्दै रहेछ उख पर है सानो मान्छेलाई गाह्रो परेको छैन म त सानो हिँड्न चाहिँ मजा आइरहेछ तर खुच्चा भएर फर्किँदैनन् कि भनेर डर लागिरहेछ क्या हेरेको मैले त खिचेको चाहिँ उ त्यो फुलसम्म जानलाई भरे ठुलो भइसक्यो नि हो
उता पुग्दा आइयो त्यो त चलाउनै जानिएन हो चटपटेको सामान पनि ल्याएको छ चटपटेको सामान पनि लिएर आएको छ अब फल पनि गइगयो पानी पनि छैन अब कसरी धुने होला शान्त खेत रोप्न जान पर्ने भयो नेपालतिर अनि मुसालाई त गाडी दिन्छ नि फेरि चलेर चलेर हिँड्यो खेलेर है हिँड्न खेत रोप्न ल यति नै अब चाहिँ फर्किने एकदमै राम्रो रहेछ आउनै पर्ने ठाउँ मोस्ट कम्प्लेक्स भनौँ न मार्टिल फल अझै राम्रो छ दिदीहरू चाहिँ जानु भएन अनि आज थ्याङ्कफुल्ली वेदर पनि क्लियर भयो त्यही भएर यतिको राम्रो भ्यू आइरहेछ माउन्टेन यहाँ टाढोबाट हेरेको थिएँ आज ट्याक नजिकबाटै हेरेँ है अनि यो गाडीको पार्किङ चाहिँ अलिक प्रब्लम नै हुँदो रहेछ यहाँ माथि आउनुलाई चाहिँ मोस्टली चाहिँ अब हाइकिङ गर्ने भए चाहिँ बेटर हो हामी चाहिँ ऊ तल यहाँबाट घुमाएर त्यहाँ तल पार्क गरेको छु म त्यो कति बेर पुग्ने फेरि तल पुगेर नि हिँड्नु छ र मलाई लागेको चाहिँ यहाँ चाहिँ मोटरसाइकलमा आयो भने चाहिँ मजा आउँछ होला बाटो जङ्गलको बाटो पनि छ होइन अलिक चिसो होला तर पनि अलिक फ्रिडम हुन्छ अनि अझ राम्रो Yeah, it might be in the smaller place. यहाँको इन्ट्री चाहिँ पर गाडी 1 to 7 डेजसम्म $30 रे 30 डलरमा युजली क्याम्पिङ गर्नु पनि आउने होला पुरै हाइकिङ गर्ने मल्टिपल डेजहरूको लागि चाहिँ बेस्ट हुने रहेछ लेट्स गो भोक लाग्यो 1 बजिसक्यो जाँदै 2 घन्टा 2.5 घन्टा लाग्छ मैले लात धेरै खा हामी त फोटो खिच्दैछ है यतापट्टि जाउँ है उता जाने बाटो छ खोइ आएको बाटो त हामी उतापट्टि जाने थियो होला नि यतापट्टिबाट चाहिँ के अरे क्रिस्टलतिरबाट यता अहिले चाहिँ त्यो क्रिस्टल त्यताबाट चाहिँ धेरै सहर पर्दैन आफू धेरै सहर पऱ्यो नि सहर पनि पऱ्यो त्यति बेला फेरि यता 17 माइल आउँदाखेरि मलाई दिक्क लाग्यो त्यो मिनेटमा त्यो कस्तो मलाई चाहिँ 22 माइल भनेको छ 1 घन्टाभन्दा बढी छ किन गएको भनेको त 9 बजे जस्तो लाग्यो अहिले चाहिँ यताबाट जानु पऱ्यो माइल चाहिँ बढी पर्छ चप्पल खाने इनाम क्लबतिरबाट इनाम क्लब आइसक्रिम खाने अन्त यो बाटो होइन यहाँ चाहिँ किन पार्किङ बनाइदिएको होला नि यत्रो अघि ल चप्पल यही हेर्न राम्रो नै राम्रो छ यो जुत्ता मैले लिएँ नि त छोरी के गर्नु ऊ त्यहाँ बुम बुम गर्छ यता हेर त हुँदैन हुँदैन क्यामेरा समात्नलाई उसको हात खाली गरेर छ मलाई यो चम्चा बोल ठुलो मम्मीलाई माग्नुहोस् न ठुलो मम्मीसँग छ त्यो त हुँदैन त्यो आशा छ
बाबाले भन्नु न स्ट्रोलरमा दुख्यो गाह्रो छ नि मलाई दुख्यो मान्छेहरूले ओहो लेक हेरेर मस्ती गरेछ भने होला आफूलाई आँखामा गालामा घाम परेर उता फर्क्यो त्यो उसमा देखेको चाहिँ यही होला क्या खोला अनि यो पोखरी कहाँ भएको थियो नि यतिमै बसेको नि यो त घाम पनि पार्नु पर्यो नि त दृष्टि नखाने चटपटे आइरहेको तिम्रो हात दौतो उसले तिमी त्यहाँबाट पानी निकाल नि त